कति धेरै साथीहरु आउ ल सबैजना साथीहरु अब जान्छौँ है गाइजहरु हामी पनि हेर्दै गर्नु होला हेर्नुस् त ठाउँहरु हामी चाहिँ गाइज भाइरल ठाउँमा छ हेर त यिनीहरूको ग्रुप साथीहरु अघि अघि गइरहेको ओ वहाँ छ हेर्न सक्नुहुन्छ वहाँ मान्छे अनि वहाँ छन् सबैजना त्यहीजना लाग्छ हामी गाइज हेर्नुहोस् त बाटो कति खराब छ है बाइजु हजुर अब बाइजु त वहाँ हेर्नुहोस् त स्टा अझै कपाल काट्नु हो कपाल देखाइदिनु न कपाल चाहिँ अहिले नदेखाऊँ होला है युट्युबमा अनि त्यो हेर्नुहोस् त बाटो सल्लाहका देखाइदिनुहोस् उहाँसम्म डेन्जर गर्नुभयो है हेलो गाइजहरु यता हेर्नुस् त सगुनको युट्युब हेर्नुस् यो भिडियोलाई चाहिँ लाइक सब्स्क्राइब गरिदिनु होला सगुनको भ्लगलाई मेरो भ्लगलाई भएर साथीहरु हेर्नु न हामी सबै बुढाबुढीहरु अब पर्सिबाट 11 गतेबाट यिनीहरूको स्कुल लाग्दैछ त्यही भएको भएर यिनीहरूलाई चाहिँ हामीले यहाँ आज 10 गते चाहिँ यिनीहरूलाई छुट्टी मनाइदिन्छ नि भनेर भाइरलले कतारमा रहेको त्यो भाइरल एउटा ठुलो बाटो पानी झरेको छ अरे हो त्यसमा चाहिँ हामीले चाहिँ देखाउन लगिने भनेर हिँड्दैछौँ अब चाहिँ वहीँ ठुटोमा गएपछि हामी भेटौँला है ल भान्जी मेरो भान्जी ठुलो भान्जी बाटो यस्तो छ यो गाउँ भयो यो बारी हेर्नुहोस् त मकै बारी ऊ छिन् सगुन चाहिँ झन्ड्यो भन न हेर्नुहोस् बा भ्लग बनाइदियो हेल्लो गरिदिनु सगुनको भ्लग हो अरे के ल हेल्लो गरिदिनु गाह्रो हो मलाई ल एकजनाले बोकायो त छिटो यहाँ म त बोक्दिनँ म त भ्लग बनाउँदै हेर्नुहोस् त बाटो ए बाटो त है रेजर यता त सगुनको भ्लग हो क्या यो हेल्लो गरिदिनु त हेलो गाह्रो भयो घाम भयो घाम त साह्रै हो ऊ हाम्रो टिमहरू सबै छन् उहाँ पर पनि छ त्यहाँनि छ यहाँनि छन् ठुटो हेरेर आउँछ ऊ ठुटो हेर्न जाने हेलो फाइनली आइयो हामी हेर्नु त त्यहाँ यस्तो छ यसको बारेमा त के भन्नु मलाई खाजा त आउँदैन बडी फर्स्ट टाइम आएको आउन चाहिँ दुःख हुँदो रहेछ हेर्नुहोस् गाइस कस्तो राम्रो छ यहाँ जे गरे पनि पुरा हुन्छ अरे मैले त्यही टिकटकमा देखेको मैले त गाइजहरू यस्तो छ बाटो सबैजना हजुर साथीहरू हेर्नु त यस्तो बाटो चढ्नुपर्छ तर के अरे देउताको पनि विश्वास छैन चाहिँ भन्नुहुँदा के हामीहरूले भन्नु त र हेर्नु यो रियालिटी हो यहाँ सब यस्तो गरेर हेर्नुपर्छ होला हेर्नु चाहिँ आमामा यो सट्टी हो क्या सट्टी घटा हो क्या ढल्छु अब किन ढलिएर मेरो भान्जी झन् यहाँ अब जस्तो मेरो भान्जा साथीहरू यस्तो राम्रो बनाउनु भएको रहेछ अब सबैजना मिलेर चाहिँ यसलाई चाहिँ एकदम राम्रो बनाउनु पर्छ बस्नी हेलो
सबैले फुगाले छ हेर्नु त कस्तो गरेर पानी यस्तो गरेर खसेको छ साथीहरू यो खास त छोरीको भ्लग हो तर मैले चाहिँ यस्तो गरिदिन्छु भनेर सब घुम्नु पर्दो रहेछ एकदम पसिना आइसकेको छ मलाई पनि हाम्रो मोबाइलमा गर्न नानी हाम्रो मोबाइलमा बाहिर चाहिँ यस्तो गर्मी छ भिड गर्ने है हेर्नु त कस्तो अचम्मको सब्जी हुन्छ ल पैसा चढाउ यहीँ राख्नु यहीँ राख्नु त्यही त ल्याउँछ मलाई खोजेर पैसा अहिले अर्को 5 दिनु है यहाँ चाहिँ दाँत पनि भरे भाँच्दै गरेको यो मुरो निकाल्नु पर्यो भन्दाखेरि यहाँ हानेर त्यही पानी तर मान्छेहरू सबै यहाँ भिडियो गर्नलाई तिमीले गर अन्त खोइ हाम्रो पैसा राखेर पैसा राखेर ढोका दिँदैछ खै छ र त खान्छ खान्छ त्यहीबाट गरेर मुख धोको अनि पानी खाएको भिडियो गर है काट रवि कटुका गर है पानी नै हो पूजा गर्ने यता पूजा गर्नुहोस् पानी खानु त धेरै टाइम लाग्छ अगरबत्ती लाग्यो ए यसै अगरबत्ती पाले जस्तो बनाएको पानी पानी त रुचेको खाऊ बा बिरयानीले खानुहुन्छ नि पालो पालो बिरयानी ऊ भाइले बाँधिदिनु भन सानो बाबु हेर त तिमीलाई यहाँ कस्तो रमाइलो लाग्यो अबि छ तिमीहरू दुई बस्छ थियो एकदम खुसी भयो कि यो मेरो 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 बाबु भाइ हो यो दाइको छोरा हेर्नु त साथीहरूसँग कतिचोटि घुम्ने भयो पानी खेल्ने भनिरहेको छन् हेरौँ है त यिनीहरूले के गर्दा रहेछन् मन्दिर पनि हजुरको दर्शन भयो यहाँ कोही टिकटक बनाउँदैछन् बाबु उहाँ पानीमा खसिन्छ नि त सानो तिमीलाई यहाँ पूजा गर्न कस्तो लाग्यो रमाइलो लाग्यो बुढ छ कि ब्याट छ ल भनेपछि ल साथीहरू अब हामी यहाँ फर्किने तर्करमा छौँ ऊ हेर्नु त बाटो यता अब हामी खाजा खानु लाग्यो चटपट मकै चिया बिस्कुट सबैजना बसेर सकुरी हेर त यता
हेलो गाइज चटपट बनाउँदैछौँ आलु सब्जी सामान हाल्दैछौँ रमाइलो भयो हामी सबैजना थिमाको हामी केही झोलाभित्र छैन खै अब ल उहाँ गएर सगुन गाइज मलाई हाल्दैछु अहिले बिस्कुटहरू पनि आउनु चिया त हो त्यो मिठो थियो भाइ यो चाहिँ मिठो थियो यो चाहिँ मिठो थियो अब कुन पर्यो कुन अब होइन कि एमा धेरै दुध छ अचार करेलाको अचार भोकै फेरि फान्फारी हुने लाउनु नै यता छिटो लाउनु त्यहीमा पनि छ त्यो यहाँ छ कि बनाउने चटपट म्यान यता चटपट बनाउने हेर्नु न हेर्नुहोस् त आजको चटपट चाहिँ तितो हुनेवाला छ किनकि आज करेला हाल्ने जस्तो छ तरकारीमा यहाँ हेर्नुहोस् गाइजहरू करेला तरकारीमा करेला तरकारी हेर के बरेलाको अचार हो कि ए अचार हो खाए गाइजहरू यता अचार सबैले खाँदै हुनुहुन्छ माइजूले सबैजना चटपट सबै खाँदै म पनि मकै र चटपट खाँदै हो चर्को लासो खाँदैछु सो गाइजहरू आजको दिन चाहिँ हाम्रो एकदमै रमाइलो भयो आज हामी घुम्न पनि पायौँ रूपाताल चाहिँ गाइजहरू अहिले चाहिँ हामी घर जाने तयारीमा छौँ गाइजहरू यहाँ चाहिँ यस्तो रमाइलो यहाँ टिकटक बनाउँदै हुनुहुन्छ सबै साथीहरूले चाहिँ गाइजहरू अब चाहिँ हाम्रो यो दिनको यात्रा चाहिँ धेरै नै राम्रो भयो त्यसैले चाहिँ यो भिडियो लाइक सब्सक्राइब गरिदिनु होला अर्को भिडियोमा भेटौँला त्यति बेरको लागि बाई बाई